जुन बेला बुद्धि विवेक लगाउने समय आउँछ त्यसबाट हामी पछाडि हट्ने र त्यो समय अवसर गुमेपछि अनि बोल्दै हिँड्ने यो पनि भएन यो गरेन भन्ने होइन। अब विवेक लगाउनुहोस्, सही लिडरसिप सेलेक्सन तपाईहरुले गर्नुहोस्। त्यो सबभन्दा महत्त्वपूर्ण समय अहिले आएको छ। त्यो समयलाई सदुपयोग गर्नुहोस्। सही व्यक्तित्वहरू, नयाँ लिडरसिप, यङ लिडरसिपहरू जसले देशलाई परिवर्तन गर्न सक्छ, देशलाई एउटा नयाँ दिशा दिन सक्छ, त्यस्ता व्यक्तित्वहरूलाई छान्ने चुन्ने काम तपाईहरुले गर्नुहोला भन्दै म बिदा हुन्छु। धन्यवाद। विद्युत प्राधिकरणमा आउँदाखेरि लोड सेडिङको यति ठुलो क्राइसिस थियो, त्यहाँ हामीले एउटा ठुलो चेन्ज गर्यौं। लोड सेडिङ मात्रै अन्त्य भएन, नेपालमा वर्षौं 20औं वर्षसम्म घाटामा रहेको संस्था नाफामा आयो। करिब 8 वर्षमा करिब चाहिँ 100 अरबको हाराहारीमा हामीले नाफामा लग्यौं र विद्युत नेपालबाट इन्डिया बङ्गलादेशसम्म एक्सपोर्ट हुन्छ भन्ने सोचेको पनि थिएन 8 वर्षमा। त्यो सम्भव भयो र म आउँदाखेरि करिब 50% मात्रै जनताले विद्युतको एक्सेस पाइरहेको थियो। अहिले करिब 100% ले पाए।